कसैले परिवर्तन गर्दैछ भने त्यसमा साथ दिनुपर्छ हैन। र जुन दिन गलत गर्छ हामीले उठेर कुरा गर्न सक्नुपर्छ। तर राजनीतिमा म पार्टीको कार्यकर्ता भन्नुको मतलब नै मैले आजबाट यो पार्टीको लागि नाक कान सबै बन्द गरेँ, स्वीकारेर जान्छ। यो देशको दुर्भाग्य त्यहाँबाट। र यो पनि केबाट प्रभावित त? सोसियल नेटवर्कबाट, भिडबाट नै सञ्चालित। त्यो भिड भनेको हिजो चाहिँ टायर बालेर जुलुस निकालेर रेलिङ भत्काएर हुन्थ्यो भने आजको भिड भनेको डिजिटल भिड। र यो सबभन्दा खतरनाक भनिन्छ नि आध्यात्ममा त छलमबेसी हुन्छ, धेरै त हुन्छ। हामीले पहिलेको एपिसोडमा नि कुरा गरेका थियौँ, अति सूक्ष्म नै अति विशाल हो। कोरोनाको पावर नै उसको सूक्ष्मतामा थियो भने जस्तै सोसियल नेटवर्क सूक्ष्मता हो। मैले भनिहालेँ नि, ढोकाबाट छिर्दैन, त्यो झ्यालबाट आउँदैन, त्यो यस्तो तरिकाले आइदिन्छ कि जो व्यक्तिको हातमा ग्याजेट छ उसको अलावा कसैलाई नै थाहा हुँदैन। र त्यसका तालचा पनि यति सूक्ष्म छन् जसैले खोल्न पनि सक्दैन। जब सूक्ष्म चिज घातक हुन्छ भने समाज, देश त्योबाट डराउनु पर्ने हुन्छ।